मान्छे न त हो है, हामी केही कुरामा पनि जसै दिँदैनौँ। आज मेरो लास्टै टाउको दुख्यो, अनि त्यसपछि किन टाउको दुख्यो भनेर म माथितिर उक्लेँ। यस्तो टिनटिन्न पुरो घाम लागेको रहेछ। अनि त्यसपछि फलामलाई काट्ने हो भनेर म आज घाममा बसेँ मास्टर। हिजो अस्ति पानी पर्यो भनेर कस्तो वैशाख नि असारमा जस्तो पानी परेको यो रोपाइँ गर्दा पानी आउँदैन भनेर भन्ने मान्छे मै हुँ। आज फेरि घाम लाग्यो देखेर कस्तो घाम, यो टाउको फुट्ने घाम लाग्यो भन्ने पनि मै हुँ। म चाहिँ अनि टाउको दुखेर छटपट भएर तल माथि दायाँ बायाँ गरिरहेको छु क्या यहाँ। अनि त्यसपछि अब के गर्ने त भनेर म यसरी भिडियो खिचिरहेको छु। टाउको दुख्नु कम गर्ने औषधि यो चाहिँ मेरो भिडियो है। अनि भएन आज म गोडबेरा देखाउँछु भनेर अहिले मैले गोडबेरा खिची। यो चाहिँ हाम्रो गोडबेरा हेर्नु त कति खेतबारीको मात्र देखाउँछ, हरिया पर्या मात्र देखाउँछ भन्नुहुन्छ होला है। अब म घरमै बसिरहन्छु, वरिपरि यस्तै छ अनि म यस्तै देखाइरहन्छु, तपाईँहरू हेरिरहनु है। अब मन पर्दैन भने चाहिँ डिलिट गरिदिनु, नहेर्नु। अनि मनपर्छ भने चाहिँ हेर्नु तपाईँहरू। अनि यो चाहिँ गोडबेरा। अब यो गोडबेरा कसरी रोपेको भनेर नि म भन्छु है तपाईँहरूलाई। सजिलो छ, तपाईँहरूले किनेर ल्याएर खाइरहने गोडबेरा हुन्छ नि हो, त्यो गोडबेरा काट्नु अनि त्यसको बिहा निकाल्नु। अनि एरोबेरा छ भने एरोबेराको त्यो लेदो हुन्छ नि त्यो निकालेर अनि मजाले दलेर रोपिदिनु। यस्तो फल्छ, त्यो त्यही हो हामीले त्यसरी रोप्या कस्तो फलिरह। अनि यो चाहिँ हाम्रो ड्याडी, यस्तो घाममा काम गरिरहनु भएको छ हाम्रो ड्याडी। अब रोपाइँ आउनु लाग्यो होइन, रोपाइँलाई त्यो बकुलाहरू सकुला रोपेको त्यो झारपातहरू चाहिँ बाल्ने भनेर जानुभएको। अनि यो खोर्सानी हामी अब खेतमा त खोर्सानी लगाइहाल्छ, बारी कि खेत भन्छ बारी। अनि घरतिर खानलाई नि यसरी रोप्छ क्या अलिअलि। यो चाहिँ कौसीको गोडबेरा। यो कौसीमा नि त्यस्तै रोप्या हो, त्यस्तै रोपेर हेर्नु है कस्तो झुप्पो तपाईँहरूको ठाउँ छ भने यस्तो झुप्पो फल्छ है। अब टिपेर खाइसकेछ, पाक्यो चाहिँ अब यो हरियो चाहिँ अझ पाक्दैछ। अब केही दिन 1-2 दिनपछि पाक्छ यो पनि। अनि यसरी गोडबेरा दायाँ बायाँ तल माथि सबैतिर गोडबेरा। यो चाहिँ तलको गोडबेरा, अघि सटरको, यो फेरि साइडपट्टि, अनि अघिको चाहिँ कौसीको गोडबेरा। कस्तो लाग्यो साथीहरू तपाईँहरूलाई हाम्रो गोडबेराको वरिपरि गोडबेराको यो थोरै राम्रो गोडबेराको भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। अनि मेरो भिडियोहरूमा सपोर्ट गर्नुहोला। आजलाई चाहिँ यति नै साथीहरू, सबैजना स्वस्थ मस्त अनि व्यस्त रहनुहोला। बाई बाई।